हेलो गाइस, हामी चाहिँ मालुङ डाँडा जाँदैछौँ। खै यता आएर हाई गर। दुईजना छ। हामी चाहिँ उतल दाइको चाहिँ होइन एङ्ग्री भएको छ। एङ्ग्री बर्ड जस्तै हो, बर्ड जस्तै हो टाउको चाहिँ। दाइ साह्रै मुट्टे। हामी मालुङ डाँडा गएको। आउनुहोस्। हेलो गर। हेलो हेलो। यो खिचिक 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 फोटो नि खिच्छ है त। सरी डुल्न कता बाटो भन्नु त। म चाहिँ फर्स्ट टाइम यो बाटो जाँदैछु। फर्स्ट यस्तो थोत्रे मोत्रे। म चाहिँ सेकेन्ड टाइम जाँदैछु। ऊ त सारी तिमी राम्ररी भएर हिँड्दैछौ, म यहाँ फाम्री भएर हिँड्दैछु। र हामी चाहिँ अहिले कता कता यो माङमालुङ पछाडि सबै। हेलो उहाँ चाहिँ एकदम रिसाइराख्नु भएको छ। एङ्ग्री एङ्ग्री एकदम रिसाइराख्नु भएको छ घरदेखि नि गाइस। हेलो लु पर चाहिँ डेमाहरू हुनुहुन्छ र यता हामी छौँ। यता छौँ। हामी चाहिँ पुजेर यता आएको होइन, म भन्दा धेरै बोलेछ त कुछ आज त अरू बेला हामी डेमाहरूको छेउमा जाबी गर्छ। मलाई त शुद्ध हुनुहुन्छ होला। दामी छ सिनहरू चाहिँ। ओइटरी 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 छ आज। खुसी लगाइदेऊ त। दाइ लास्टमा भएको मान्छे यति छिटो हिँड्दै आउनु त। थाकी हिँड्दैछौँ। दाइ हाई गर्नु न नि। लैसिन बसौँ न बसौँ। बिचबाट अब जस्तो मलाई उड्न मन छ। जानियाम आउँदैछ त्यहाँ देवासँग। थाहा छैन। अब जस्तो मलाई उड्न मन छ। लुका राख। ठिकै छ है। कतिको टाढा छ? टाढा छैन। ठिकै छ होला नि। मलाई चाहिँ यो ठाउँ कस्तो दामी लाग्छ यस्तो जङ्गल बाटो क्या। जस्तो मनपर्छ यस्तो ठाउँ। तर यो चाहिँ मलाई सबै यस्तो ठाउँहरू मलाई साह्रै मनपर्छ जङ्गलको होइन। यस्तो यस्तो कुना कुनाको एनिमलहरू आयो भने चाहिँ होइन कस्तो मनपर्छ क्या। टाइगरहरू हुँदैन मङ्कीहरू बादर जस्तै खेदाउँदा कस्तो अनि सुरु त कता हो छुपाएर राख ल फर्कन्न होला। अब म धेरै पछि उतै सम्झन्छु ल। धेरै नै कहिले काहीँ कसो लु जा राजन गर त। हो त
जा राजन 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 भन्दै आऊ न तू भी क्या याद रखेगा जाहिर न तेनु छोड़ दिया देवा चाहिँ साह्रै लाग्यो र यहाँ उहाँ चाहिँ फोटो खिच्नु हुँदैछ फोटो खिचिङ हामी चाहिँ ब्लग गर्दै यो हेलो दिदीहरु त कुण्डारा कटाउन भन्दैन हामी चाहिँ सबसे अगाडि छौँ र म भन्दा अगाडि तिमी छौ र अस्ति फ्री फायरको मैले भिडियो अपलोड हानेको थिएँ तपाईहरुले धेरै भ्युज हान्नु हो 40 सम्म त ठिकै हो ल अब फ्री फायरको भिडियो पनि आउँछ कुस्मी कस्तो लाग्यो त्यो भिडियो हेर्दा युट्युबमा हालेको भन्ने युट्युब फेसबुक सबै हाल्छु नि म त तर अहिले चाहिँ जाउँ कुजु यता आएर मलाई यहाँ चाहिँ नाम छ एकछिनको लागि बाई बाई सरी हेलो जेन्याम यता हेर्नु हाई गर्नु जेन्यामसँग आइपुग्यौँ हामी अब हिँड्नु है साथीहरू कसो मेरोपट्टि छैन छ ओके थ्याङ्क यू मेरो बहिनी बोजूहरू चाहिँ आउनुहुँदैछ यहाँ हेलो वा तल हाम्रो गरिदिँदैछ हौ अलिक मजाले देखिँदैन ब्राइटनेस धेरै कम अलिक ठिक यो क्युटी पाएँ सु गर्दा यत्रो देखिँदैछ पुरा देखिन्छ कसो होइन सबै बिस्तारै चाहिँ कता घटायो अगाडि चाहिँ कस्तो दामी छ नि ठाउँ जब अगाडि हिँड्दैछु भने तब कस्तो राम्रो ठाउँ भेटिँदैछ नि तपाईँहरूलाई भन्नै सकिँदै छैन कस्तो राम्रो ठाउँ छ क्या हजुर आम्बो अनि दिदी त अनि फोटोग्राफर हो नि त त्यतिकै आइफोन लिएको होइन क्यारे होइन यहाँनिर अनि हामी अहिले खिच्दैछौँ नि भिडियो यो ब्लग हाम्रो ब्लग कि भ्लग ए अनि हाम्रो चाहिँ यहाँ त्यतिकै आएको होइन मौलीतिर हामी चाहिँ दमकमा थियौँ होइन कसो अनि सुन न्यु इयरको बेला होइन हाम्रो बाजे ठ्याक्क वैशाख 1 गते नै हाम्रो बाजे बित्नु भएको अनि आज चाहिँ होइन 15 गते 16 गते हिजो 15 गते सुदाइ थियो लास्ट डे र त्यहाँनिर दाइ चाहिँ खै के गर्नु हुँदैछ हेलो वाट आर डुइङ ब्रो अनि हामी चाहिँ त्यसैले मात्रै आएको नत्र हामी यता आउने थिएनौँ र एक डल्ला परेर भित्तामा ठ्याक्क अब यो म पनि रुको छु रुन भिन्न कुरा नगरौँ ओके गॉड लेभल ओके हेलो दाइ हाई हामी चाहिँ होइन यस्तो दामी ठाउँ छ साथीहरू गाइज हेलो गाइज
ए अनि कुद्नु हुँदैन नि त के छ र आइपुग्यो के हालो वा नाइस गाइस हामी चाहिँ माङमालुङ आइपुग्यौँ अरे गदे Oh God, level. I like it. एकदम राम्रो ओपी ठाउँ OP next level. हेर्नुस् र यता यो भयो तपाईँहरू पनि आउनु भएको छ होला अनि माङमालुङ त फेमस हो नि मजा गर्नु हैन र हाम्रो सुटिङ आएको थियो तपाईहरु हेरिदिनु होला म लिंक हाल्छु अनि गीतको नाम चाहिँ हैन यदि तिम्रो त्यो हेरिदिनु होला मैले खेलेपछि त्यहाँ हैन तपाईहरु हेरिसक्नु भएको भने सब्स्क्राइब पनि गरिदिनु होला थ्यांक्स र मेरोमा पनि फ्री फायर लाइभहरु गरिराख्छु 50 सब्स्क्राइबर्स पुरा गरिदिनुस् र हेलो ब्लग पनि हाल्दै गर्छु धेरै भयो मैले नहालेको भिडियो हजुर जेनियम we are म मात्रै यहाँ चाहिँ आइपुगेको छु अरु सबै पछाडी हुन्छ र यहाँ चाहिँ अलिक टम यहाँनिर पनि हाम्रो सुटिङ भएको छ नि पर चाहिँ हाम्रो घर पञ्चमी आउनु हेलो यस्तोतिर त बस्नु पनि हुँदैन तर अलिक माथि बसेर एउटा कुर्सी नै बनाएको हँसाइराखौला ल हामी अहिले माथि चाहिँ पुगेर भिडियो बनाउँछौँ हैन साथीहरु अहिलेको लागि चाहिँ बाइ बाइ गर न किशोर बाइ बाइ हैन हेलो कुस्मी र म चाहिँ हैन यसलाई बोक्नु पर्दैछ अहिले भिडियो नदैछ म चाहिँ एकदम गले हेलो के हैन भिडियो नाइन्दैछ हामी एकदम जड लेभल कतिखेरदेखि बोकेको 2 घण्टा लाग्यो अनि भन्दिन आया मरे आगेमा हेलो आज चाहिँ लङ भिडियो हेर्नुस् ऊ त्यता लक्ष्मी सोइपेस दाइ हुनुहुन्छ ऊ त्यहाँनिर हेर्नुहोस् है त मस्त जान्नु राजा भएर बस्नु भएको छ है सोइपेस दाइ चाहिँ ए खिचेको छुइनँ अब त्यही बस्नु फेरि खिचिदिन्छु हेर्नुहोस् त्यहाँ चाहिँ यस्तो छ ठाउँ हामी चाहिँ अब पुग्नु नै आँटेको छौँ गाइस एउटा त्यहाँ के गर्नु हुँदैछ होला हेर्नुहोस् है त गाइस साथीहरू त्यहाँनिर एकजना पागल चाहिँ एकदम मस्त बस्नु हुँदैछ देख्नु सक्नुहुन्छ देख्नु भयो होला एकजना पागल मान्छे चाहिँ त्यहाँ के गर्नुहुन्थ्यो भनेर म माथि पनि अरूहरू त आएको छ जस्तो छ कि छैन छैन र यतिखेर कुन आउँछ र हेलो मेरो माङपाङमा ए साङपाङमा त ए माङपाङको त ओइ टेरीको फुटेछ नि हामी चाहिँ अब यहाँ पुग्न आँटेको छौँ भन्न पनि पुग्यौँ होला पुग्यौँ होला के हुँदैन नि यो फुट्छ के हुनु ए आइपुग्यौँ हामी गाइस तर अलिकति टाइम लाग्छ अब चाहिँ आइपुग्यौँ भन्दा हुन्छ हामी चाहिँ यो ग्राउन्डमा आइपुगेको छौँ है गाइस
तपाईँहरू पनि आउनु भएको छ होला माङमालुङ त हामी त कति आएको छौँ यहाँ छ त र यहाँ चाहिँ कोही पनि आएको छैन रहेछ गाइस यहाँनिर हामी चाहिँ अब बस्यौँ किनकि अति नै थाक्यौँ नि त आया र हामी चाहिँ आइपुग्यौँ साथीहरू थाक्यो म त अरू ठाउँ पनि देखाउँछु यहाँ चाहिँ यहाँनिर ठाउँ रहेछ तपाईँले उताको हेर्नुहोस् हरियाली एकदम राम्रो छ उताना चाहिँ मोटे दाइ आइसक्नु भएको छ मतलब कि सोही पिस्ताई हेर्नु सक्नुहुन्छ राम्रो ठाउँ छ तपाईँहरू पनि आउनु भएको छ होला यहाँ त सबै जानुहुन्छ ए मैले तपाईँहरूलाई ठाउँ देखाएँ तर उता आन्टीहरू आएपछि मात्रै यसले हलिन्छ यति मजाले हलु झर्नु चाहिँ झर्दैन हलिन्छ मात्रै झार्नु मिल्दैन तपाईँहरूले पनि त्यो कान्छेउलाले हल्लाउने ढुङ्गा त देख्नु भएको छ होला फर्स्ट टाइम गरेको थिएँ फर्स्ट टाइम मैले चाहिँ कति त्यो ढुङ्गा मजाले झार्यो भने चाहिँ झर्छ झर्छ नि हौ झरिहाल्छ नि त्यो नचलाउने तर झार्नु मिल्दैन झार्यो भने पुलिस केस मैले चाहिँ त्यो कान्छेउलाले कतिचोटि हल्लाएको छु क्या गाइस सानो हुँदा पनि हल्लाएको मैले जहिले चेक गरिहाल्छ नि चेक गर्नु त्यो ढुङ्गाले चेक गर्नु आए पनि पुलिस जान्छ हामी गर्ने अनि भाग्ने हो मेरो हात देखिँदैन के को डर नै छैन हेलो जान्दिन झर्यो भने ढुङ्गा यहाँनिर त नयाँ नयाँ ठाउँ पनि बनाएको रहेछ गाइस कस्तो दामी ठाउँ हामी कहाँ कहाँ गयौँ भने तपाईँहरूलाई सबै देखाउँछौँ हामी अरू पनि आयो भने चाहिँ मजा आउँछ होला के मस्त गर ल एकछिन को आयो भनेर हेर्छु म अहिलेसम्म चाहिँ दिवाहरू पनि आइसक्नु भएको छैन हामी तिनजना मात्रै छौँ है गाइस नत्र हेर्नु सक्नु यहाँ दुईजना छ पागल जसरी गरेर राखेको छ जना छु जो कि यहाँ भिडियो बनाइराखेको छु मलाई चाहिँ यो त राम्रो ठाउँ छ कति लङ भइसक्यो आउनु ग्रुप फोटो खिचौँ न हेलो साथीहरू तल देखाउनु लेट्स गो ए झर्नु त झर्दैन नि जुम गर्दैछ हाय गर्दै उता जाने लस लो जुम भारे बिरामी हुन्छ हौ तिमी अस्ति सबिन्दै त त्यता खै यहाँले त म हेरौँ म आफै हेर्छु क्या एकताल यहाँ ल्याउ न म मोबाइल चाहिँ यहाँ ल्याउ न बाई सिनको लागि तिमीलाई रुन दिन्न कहिले पनि हँसाइराखौला मेरो एउटा फोटो ओके दाइ रड ओके टाढो टाढो यस्तो गर्नु न दाइ यसै न साथीहरू यस्तो यसै न म खेलिदिन्छु रेडी 3 2 1 यसै नै नजिकाएर गरौँ न यहाँबाट यसै न सुतेर गर्छु हाँ गर्नु त हात मैले गरेको खिचिसके अर्को ल ओके बाई एकछिनको लागि हामी आइपुग्यौँ साथीहरू र सबैजना हाम्रो पुरा ग्रुपै आइपुग्यो हेलो 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 अनि यहाँ चाहिँ के गरेको हेलो भन्नु हेलो आइपुग्यो अर्को डेमाहरू अनि एसएस गेमर हो नि त हैन एसएस की एसआर गेमर की के रे दाइ र मेरो चाहिँ भिक्टर बोय हो मेरो भिक्टर हो
हेलो मेरो गिल्डको मेम्बर हाम्रो त के राम्रै आउँदैन नि मोबाइल के निकाल्नु अन्त मेरोमा खिच्दा हुन्छ त भरे सेयर गर्दा हुन्छ यो गर्दैन हाम्रो भ्लग चाहिँ इन भएको छैन बोजू हेलो आया हो माङमालुङ आएर म चिया टिपेको भरे लगेर पकाएको अन्त यहाँ चाहिँ दुईजना भिडियो चाहिँ सेयर हाल्नु हुँदैछ अनि यता दिदी हेलो गर्दै यहाँ भिडियो हुँदैछ आइफोनबाट ल यसमा चाहिँ कुस्मी आउँछ यहाँ मेरो एउटा भिडियो सिकाउँछु न हामी चाहिँ माथि माथि जाने अनि फोटो खिच्ने यो 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 उफ्रिँदै यहाँ ग्रुपिङ खिचौँ न ग्रुपिङ यहाँ हामीले अलरेडी खिचेको ओके लेट्स गो मम्मी पकडा हेलो हामी यहाँ आइपुग्यौँ अब हामी चाहिँ होइन माथि हिँड्दैछौँ साथीहरू मन्दिर हेलो हेलो हामी चाहिँ यता जेन्याम र डेमा अनि यहाँ माथि चाहिँ बोजू यहाँ बोजू चाहिँ हेलो हेलो बोजू चाहिँ डन्ठी बोक्दै हुनुहुन्छ हामी चाहिँ यहाँ भिडियो हाल्दै फोटो सोटो हुँदैछ पर यहाँ डेमा हुनुहुन्छ डेमा यो गर्दै उहाँ त युट्युबर पो हो युट्युबर हो युट्युबमा हाल्नुहुन्छ हरिराम थोरै आउँछ यो गुराँसहरू चाहिँ रोप्यो तिमीले कति 200 दियो रे कुसु स्कुलदेखि कति पैसा मालुङ दादा स्कुलमा के ठट भएको कि कस्तो भएको अनि तिमीले पैसा तेरो आमाले कुसुको पैसा तल थियो नि त यहाँ थिएन नि त यो तल झरेपछि मात्रै यसरी गर्छ केमा पुरस्कार दिएको होला नि के भएको थियो अनि पुरस्कार दियो होला पहिलोचोटि अर्को त्यो टिङ्कल के फर्स्ट भएको नि यसपालि चाहिँ फर्स्ट भयो होला खुसु हो थाहा छैन न थाहा छैन नि उसलाई भन्ने भएको छैन फर्स्ट भयो होला नि उसो त एउटामा मेरो 20मा 20 आएको छ एक्जाममा 20मा 20 हाम्रो होइन जिके र कम्प्युटरको चाहिँ 20 हुन्छ होइन अरू सबैको 40 एउटामा मेरो फुल आएको थियो कम्प्युटर मेरो साइन्समा पनि फुल आएको थियो जिकेमा चाहिँ 90 आएको छ मेरो फर्स्ट भयो नि त फर्स्ट ट्विङ्कलको त अलिक थोरै नै आएको छ लु गुफा चाहिँ कता छ यो गुफा जुम यो गुफा होइन अनि के एकछिनमा सर्पले माथि हो त गुफा त उ त्यो होला नि गुफा होइन यहाँदेखि पनि माथि छ भागी थाहा छैन कहाँ हो मलाई बाटो थाहा छ नि त मलाई अर्कै बाटोमा थाहा छ हाम्रो चाहिँ ब्याट्री थोरै छ यार फोनको यहाँ चाहिँ बाटो एकदम गाह्रो थोरै सिन चेक गर्ने र अहिलेको लागि चाहिँ होइन बाई गर्दै बाई म पनि बाई सो गाइज हामी चाहिँ होइन आइपुगिसकेको छौँ कान्छीहरूलाई हल्लाउनेमा यतानिर अनि हल्लिन्छ त अनि यो पाथी भरको यो हल्लाउँछ अनि हेलो त हेलो हामी चाहिँ होइन यो हल्लाइसक्यौँ कस्तो हामी तपाईहरुलाई अरु ठाउँ पनि देखाउँछौँ यसरी यो ढुङ्गामा त्यो हल्लिने अरू कुनै हल्लिँदैन र हामी चाहिँ जाउँ साथीहरू यहाँ बस्नु यस्तो टिकट र बाई एकछिनको लागि साथीहरू हामी चाहिँ अब आइपुग्यौँ र हामी चाहिँ यस्तो भइरहेछ होइन हामी चाहिँ घरटी बजार थालेर र मलाई चाहिँ यहाँ लङ आइसक्यो साथीहरू मलाई पनि हाल्नु फेरि बजार ओइ पर टोइलेट छ नि ल अहिलेको लागि चाहिँ बाई एकछिन सुन
ला मेरो परेन या उया दामी ओके नाउ नेक्स्ट ल बल्ल सक्यो बोक्नु पर्दैछ म्यामलाई ल अहिलेको लागि चाहिँ बाई टाढा त नजाम हामी चाहिँ आइपुग्यौँ यता भगवान्लाई चढाउने कहाँ मेरो भिडियो बनाइदियो त दुईजना दिदी दाजु दिदी हुनुहुन्थ्यो रुममा चाहिँ के गर्नु च्याउ त यहाँनिर चाहिँ उहाँ भगवान्लाई दर्शन गर्नुहुन्छ र उता चाहिँ गुरुको एकदम ठुलो के भयो लाइट हामी चाहिँ आइपुग्यौँ साथीहरू हेलो समर्पण चाहिँ तिमी भन्दा प्यारो